आज म आफै प्रधानमन्त्री भएको फिल भएको छ। नमस्ते। विगत 4 वर्षदेखि मैले निरन्तर रूपमा देशका तस्करहरू भ्रष्टाचारीहरूको विषयमा सडकमा 300 इन्चका एलईडीहरू आज म आफै प्रधानमन्त्री भएको फिल भएको छ। नमस्ते। विगत 4 वर्षदेखि मैले निरन्तर रूपमा देशका तस्करहरू भ्रष्टाचारीहरूको विषयमा सडकमा 300 इन्चका एलईडीहरू लगाएर मैले जुन भिडियोहरू सार्वजनिक गरेँ, यहाँदेखि मैले जुम्लासम्म पनि झन्डै 10 लाख रुपियाँ खर्च गरेर जुम्लामा पनि एलईडी लगेर मैले तस्करहरूको फोटो सार्वजनिक गरेँ, जसले देश सखाप बनायो। जो नेताहरूसँग मिलेर बिचौलिया दलालहरू, तस्करहरू, जसले व्यापार पनि आफ्नै हातमा, व्यवसाय पनि आफ्नै हातमा, उद्योग पनि आफ्नै हातमा, सहकारी पनि आफ्नै हातमा, लघुवित्त पनि आफ्नै हातमा, बैंक पनि आफ्नै हातमा, फाइनेन्स पनि आफ्नै हातमा र विदेशबाट आएको रेमिटेन्स पनि आफ्नै हातमा आउने जुन बाटो बनाए प्रपञ्च रथे सम्पूर्ण नेपाल र नेपालीलाई कब्जामा राख्ने जुन 16 परिवार मारवाडी र 10 परिवार बिचौलिया नेपाली दलालहरू थिए, तिनलाई मैले सार्वजनिक गर्दाखेरि मलाई पहिलाको सरकारले पटक पटक थुन्यो। तर आज मलाई हिजोदेखि जुन बालन सरकारले, गृहमन्त्री सुदन गुरुङले जुन अपरेसन चलाउनु भएको छ, त्यसमा म एकदमै खुसी पनि मलाई लागेको छ। किनभने मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले अहिले जुन तरिकाले अघि बढाउनु भएको छ, पक्रिनु भएको छ, कारबाही गर्नु भएको छ, मलाई पहिला विश्वास लाग्दैन थियो उहाँहरूले गर्नुहुन्छ भनेर। तर आज मेरै कुराहरूलाई टेकेर उहाँहरूले कहाँ र कसरी, कुन तरिकाले अघि बढ्न सकिन्छ भनेर उहाँहरू अघि बढ्नु भएको छ। उहाँहरूलाई शुभकामना छ र